एउटा उदाहरण हेर्नुस् यहाँनिर त्यो दिनको यो फुटेजमा हजारौंको संख्यामा प्रदर्शनकारीहरू संसद भवन बाहिर थिए। उत्तिकै संख्यामा गेट तोडेर भित्र पसिसकेका थिए मान्छेहरू। केही मानिसहरू यही क्रममा गेट तोड्ने क्रममा ब्यारिकेड तोड्ने क्रममा मारिसकेका थिए। भित्र आगजनी र तोडफोड भइसकेको थियो। त्यहाँका बहुमूल्य सामानहरू चोर्नेहरूको पनि उत्तिकै बिकी थियो त्यो दिन। सबैले त्यहाँको सम्पत्ति किन जलाइयो या टुलुटुलु हेरेर मात्रै किन बसिरह्यो भन्ने मात्रै प्रश्न गरेको सुनिन्छ त्यो दिन। तर त्यहीँनिर अन्तर्राष्ट्रिय सभा केन्द्रको उत्तरी कुनामा जहाँनिर यो वाणिज्य ब्याङ्क छ त्यसकै छेउमा 30,000 लिटर बराबरको एउटा पेट्रोल ट्याङ्क र झन्डै त्यति नै मात्राको एउटा डिजल ट्याङ्क अन्डरग्राउन्ड छ त्यहीँनिर। कसैले आजसम्म यो बारेमा बोलेको छैन। यदि त्यो ठाउँमा प्रदर्शनकारीहरूले थाहा पाएर अथवा गएर आगो लगाइदिएको भए, एउटा आगोको झिल्को मात्र त्यहाँनिर भेटेको भए पनि त्यो अन्डरग्राउन्ड तेलको भण्डार पडिसकेको भएदेखि अहिले काठमाडौँको अवस्था के हुन्थ्यो? कसैले कल्पना गरेको छ? कसैले बोलेको छ त्यो बारेमा? त्यहाँ रहेको सेना र एसटिएफ स्पेशल टास्क फोर्सको सुझबुझकै कारणले घुसपेठियाहरूलाई त्यहाँसम्म पुग्न दिएन र त्यो बच्यो भन्दै त्यहाँभित्र काम गर्ने कर्मचारीले मसँगको वार्तामा बताएका छन्। उनले खुद त्यो देखेको भनेका छन्। अनि यदि सेनाले संसद भवन र सिंहदरबार बचाउने न्युमा यो हजारौंको जुन हुल छ त्यहाँनिर स्वचालित बन्दुकहरू पड्काएको भएदेखि, हतियारबाट चाहिँ मान्छे मार्न सुरु भएकोदेखि भिड झनै उग्र भएर भड्किएको भए, त्योभन्दा अरू बढी तोडफोड भएको भए के हुन्थ्यो स्थिति? नेपाली सेनासँग जम्मा त्यो बेलामा दुईटा मात्रै विकल्प बाँकी हुन्थ्यो। कि त आफैले सत्ता हातमा लिएको घोषणा गर्ने, सङ्कटकाल लगाउने र सैनिक शासन अर्थात् कु गर्ने, कि त हामीले अब सकेनौं, लु विदेशी सेनाहरू आओ सम्हाल यो देश भनेर हात उठाउने। ती दुईटा विकल्पमध्ये जुनसुकै विकल्प रोजेको भए पनि विदेशी सेना नेपाल भित्रिने थियो र विदेशीको चलखेलको लागि ओपनली ढोका खुल्ने थियो। सिधासिधी विदेशी सेना लु आओ अब नेपाल बचाओ तिमीहरूकै हातमा छ भन्ने स्थिति सुरु हुन्थ्यो त्यो भएको भए। अनि अघि मैले सुरुमै बताइसकेँ, त्यो बेलासम्म नेपालको संविधान निलम्बन भएको थिएन। नेपालमा राष्ट्रपति जो सेनाका परमाधिपति पनि हुन् उनी आफ्नै पोस्टमा छँदै थिए, जिउँदै थिए। प्रधानमन्त्रीले राजीनामा दिएका थिए तर काम चलाउ प्रधानमन्त्री र मन्त्री परिषद अहिलेसम्म पनि त्यही थियो। सुरक्षा परिषदको बैठक बसेर सेनालाई सडकमा ल्याउने र ती जनधनको सुरक्षा गर्ने भन्ने निर्णय भएकै थिएन। त्यो गर्नको लागि कसलाई केले रोकेको थियो त्यो अहिलेसम्म बाहिर आएको छैन। सुरक्षा परिषदले निर्णय गरेर राष्ट्रपतिले अनुमोदन नगरेसम्म सेना सडकमा ल्याउन मिल्दैन भन्ने कुरा संविधान बुझेको जोसुकैलाई पनि थाहा हुनुपर्ने हो। के हाम्रा नेपाली मिडियाहरूलाई त्यो कुरा थाहा छैन होला? यदि त्यो आदेश नकुरिकन सेना सडकमा आएको भए सेनाले संविधान कुल्चियो, कु गर्यो भन्ने चिच्याउनेहरूको हुडमा सबभन्दा अगाडि यिनै मिडियाहरू हुन्थे जो अहिले सेना बाहिर किन निस्किएन भनेर प्रश्न गर्दैछन्। सेनाका परमाधिपति समेत रहेका राष्ट्रपतिले त्यत्रो सार्वजनिक र व्यक्तिगत सम्पत्ति जल्दा समेत सेनालाई बाहिर निस्केर रक्षा गर भनेर किन भन्न सकेनन्? किन निकालेनन्? त्यो प्रश्न आजसम्म कसैले किन गर्दैन? सुरक्षा परिषदका अध्यक्ष रहेका प्रधानमन्त्री तत्कालीन केपी ओली उनले सेना बाहिर निकाल्ने निर्णय किन गरेनन्? त्यो प्रश्न किन आजसम्म कसैले गर्दैन? सेना आफै सडकमा निस्किने हो कि सुरक्षा परिषदले निर्णय गरेर, मन्त्री परिषदले निर्णय गरेर राष्ट्रपतिले सेना बाहिर निकाल्ने हो? त्यो किन नबुझेको हो? विगतमा सेनाले धेरै गलत काम गरेको छ, आई एग्री। सबैभन्दा कन्ट्रोभर्सियल त सेनाकै परमाधिपति तत्कालीन राष्ट्र प्रमुख भएका राजा वीरेन्द्र, उनको सारा वंशनाश दरबार भित्रै हुँदाखेरि समेत सेनाले त्यो बेला जोगाउन सकेन। त्यो दाग सेनाले कहिले पनि पखाल्न सक्दैन।